7वटा चरणहरूको बारेमा छलफल सुरुवात गरौँ सबैभन्दा पहिलो चरणबाट। सबैभन्दा पहिलो चरण हो आफ्नो योग्यता र लोकसेवा आयोगको टाइम टेबलको बारेमा जानकारी लिनुहोस्। मैले कति पढेको छु, मेरो उमेर कति भयो, मेरो उमेरले र मेरो शैक्षिक योग्यताले म कुन जागिरका लागि अथवा कुन पदको लागि लड्न योग्य छु भन्ने कुरा थाहा नपाएसम्म तपाईले लोकसेवा आयोगको तयारी थाल्न सक्नुहुन्न। सामान्यतया अफिसर लेभलको जागिर खान 21 वर्ष पुगेको, ब्याचलर पास गरेको हुनुपर्छ र सहायक लेभलको जागिर खानको लागि 18 वर्ष उमेर पुगेको हुनुपर्छ र +2 सम्मको शिक्षा हासिल गरेको हुनुपर्छ। कतिपय संस्थानहरूमा ब्याचलर पास गर्नुपर्ने व्यवस्था पनि छ। त्यसैले गर्दाखेरि मेरो शैक्षिक योग्यता र उमेरले कुन पदमा मैले भिन्न पाउँछु भन्ने कुरा कसरी थाहा पाउने त? विज्ञापन तपाईले राम्ररी पढ्नुभयो भने त्यो विज्ञापनमा मार्क संख्याको पुछारमा शैक्षिक योग्यता लगायत अन्य योग्यताहरू के विषय पढेको हुनुपर्ने, कति शैक्षिक योग्यता हुनुपर्ने, उमेर कति हुनुपर्ने भन्ने कुरा स्पष्ट रूपमा खुलाएको हुन्छ। त्यसैको आधारमा आफ्नो दस्तावेजहरू तयारी पनि गर्नुपर्छ। जस्तो लोकसेवा आयोगको फारम भर्नको लागि तपाईलाई नागरिकताको आवश्यकता पर्ला, तपाई कुनै जनजाति, मधेसी अथवा समावेशीको कुनै पनि समूहबाट भिड्दै हुनुहुन्छ भने त्यो परिचय खोल्ने कागज चाहिएला, त्यसको पनि पहिला तयारी गर्नु पर्यो। यो सारा कुरा तपाईले लोकसेवा आयोगको वेबसाइटमा जाँदा बित्तिकै थाहा पाउनुहुन्छ। विज्ञापन थरोली पढ्दा बित्तिकै तपाईले कुन योग्यताबाट कुन जागिर खान पाउनुहुन्छ भन्ने कुरा थाहा पाइहाल्नुहुन्छ। महिला अपाङ्गको हकमा 40 वर्षसम्म लोकसेवा दिन पाइन्छ भने अन्यको हकमा 35 वर्षसम्म लड्न पाइन्छ। त्यो पनि उमेर अब स्वास्थ्य सेवाको फरक छ, संस्थानहरूमा पनि फरक हुन सक्छ। त्यो भएर तपाईले विज्ञापन हेर्नु पर्यो। अब अर्को महत्त्वपूर्ण कुरा लोकसेवा आयोगको टाइम टेबल। लोकसेवा आयोगले जहिले पनि साउनमा आफ्नो क्यालेन्डर प्रकाशित गरेको हुन्छ। त्यो क्यालेन्डरमा कहिले तपाईको जाँच हुन्छ, कहिले तपाईको दरखास्त फारम खुल्छ, कहिले तपाईको रिजल्ट निस्किन्छ भन्ने कुरा उल्लेख गरिएको हुन्छ। सामान्यतया लोकसेवा आयोगको क्यालेन्डरमा भएको एउटा विषय बाहेक अरू विषय मिल्छ। एउटा विषय भनेको नतिजा कहिले निस्किन्छ, त्यो ठ्याक्कै त्यहाँ भनेको समयमा निस्किँदैन। अरू विषयमा सामान्यतया कहिले दरखास्त फारम खुल्छ, कहिले परीक्षा हुन्छ भन्ने कुरा लोकसेवा आयोगको क्यालेन्डर अनुसार हुन्छ। त्यसैले मेरो शैक्षिक योग्यता यो रहेछ, मैले यो पदको लागि दरखास्त दिन पाउने रहेछु र मेरो दरखास्त फारम यति बेला खुल्दो रहेछ भन्ने कुरा थाहा हुनु पर्यो। पहिलो चरण आफ्नो योग्यता र लोकसेवा आयोगको टाइम टेबल थाहा पाउने। अब लागौ दोस्रो चरणतर्फ। दोस्रो चरण हो पाठ्यक्रमको सङ्कलन गर्ने। अब तपाईले पहिलो चरणमा कुन पदको लागि दरखास्त दिने भन्ने कुरा थाहा पाउनु भयो, कुन पदको लागि योग्य हुनुहुँदो रहेछ भन्ने थाहा पाउनु भयो। अब जुन पदमा तपाईले तयारी गर्ने हो त्यसको पाठ्यक्रम सङ्कलन गर्नुपर्छ। त्यो पाठ्यक्रम पनि कहाँबाट सङ्कलन गर्ने? सिम्पल, लोकसेवा आयोगको वेबसाइटमा जाने, जुन मैले यहाँ डिस्क्रिप्सन बक्समा पनि राखिदिएको छु, यहाँ स्क्रिनमा पनि राखिदिएको छु। लोकसेवा आयोगको वेबसाइटमा गएर तपाईले पाठ्यक्रम चुज गरेर हेर्न सक्नुहुन्छ, मजाले भेटिन्छ। अथवा सिम्पल गुगलमा गएर खरिदारको पाठ्यक्रम अथवा नासुको पाठ्यक्रम, शाखा अधिकृतको पाठ्यक्रम भनेर टाइप गर्नुभयो भने पनि तपाईले पाठ्यक्रम भेटाइहाल्नुहुन्छ। त्यो पाठ्यक्रम हेरिसकेपछि तपाईले के विषय पढ्ने, कति नम्बरको प्रश्न सोध्दो रहेछ, कस्तो मोडलको प्रश्न सोध्दो रहेछ भन्ने कुरा थाहा पाउनुहुन्छ। लोकसेवाको पाठ्यक्रममा सामान्यतया पाठ्यक्रमबाट कुन पाठबाट कति प्रश्न सोधिन्छन्, कस्तो प्रश्न सोध्छ, छोटो उत्तर आउने प्रश्न अथवा लामो उत्तर आउने प्रश्न कति अङ्कको हुन्छ, कस्तो क्वेसन सोधिन्छ, त्यसको नमुना समेत राखिदिएको हुन्छ। तपाईले त्यहाँ हेर्दा बित्तिकै पाठ्यक्रमबाट धेरै कुरा थाहा पाउनुहुन्छ। अर्को पाठ्यक्रम जानिसकेपछि तपाईले त्यो पाठ्यक्रम अनुसारको किताब किन्नुपर्ने हुन्छ, पाठ्यक्रम अनुसार आफूलाई अपडेट गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा सबभन्दा महत्त्वपूर्ण कुरा दोस्रो चरणमा तपाईले आफूले दरखास्त दिन लागेको पदको पाठ्यक्रम के हो भन्ने कुरा थाहा पाउनु पर्दो रहेछ। त्यसपछि हामी तेस्रो चरणमा लाग्छौँ। तेस्रो चरण हो अध्ययन सामग्री जुटाउनुहोस्। अब तपाईले कुन पदमा आवेदन दिने भन्ने पनि थाहा पाउनु भयो, दरखास्त कहिले खुल्छ भन्ने पनि थाहा पाउनु भयो, पाठ्यक्रममा के छ भन्ने कुरा पनि थाहा पाउनु भयो। अब त्यो पाठ्यक्रमलाई समेट्ने किताबहरू अथवा त्यो पाठ्यक्रमलाई समेट्ने अध्ययन सामग्रीहरू जुटाउनु पर्यो। त्यो अध्ययन सामग्रीहरू भन्नाले नोटहरू हुन सक्छ, किताबहरू हुन सक्छ, गाइडहरू हुन सक्छ, युट्युबमा भएको च्यानलहरू हुन सक्छन् अथवा भिडियोहरू हुन सक्छन्। त्यो तपाईले जुटाउनु पर्यो। अध्ययन सामग्री जुटाउँदाखेरि तपाईले बजारमा निस्केका गाइडहरू मात्रै भर नपर्नुहोस्। सकेसम्म स्कुल कलेजको पाठ्यपुस्तकहरू पढ्नुहोस्, आर्टिकलहरू पढ्नुहोस्। कस्तो सामग्री अध्ययन गर्नुपर्छ भन्ने विषयमा मैले
युट्युबमा भिडियो बनाएर पनि राखिदिएको छु। लोकसेवा आयोगको तयारी गर्नेले पढ्नै पर्ने 10वटा अध्ययन सामग्रीहरूको बारेमा यहाँबाट पनि तपाईँले जानकारी लिन सक्नुहुन्छ। आफ्नो पाठ्यक्रम अनुसारको पाठ्य सामग्री जम्मा पार्नु पर्यो। पहिला के पढ्ने त? पढ्ने सामग्री जम्मा पार्ने। फेरि एउटा कुरा के होइन भने नि पाठ्यक्रम सबै जम्मा पारेर पढ्न बस्छु, द्याट्स रङ। तपाईँले अब आज जे भेट्टाउनु भयो पाठ्यक्रम भेटाइसकेपछि त्यहीबाट तपाईँको अध्ययन सुरुवात हुन्छ। पाठ्यक्रम पाइसकेपछि तपाईँको अध्ययन सुरुवात हुन्छ। पाठ्यक्रम अनुसार तपाईँले अध्ययन गर्न थालिहाल्नुहुन्छ। जे छ तपाईँसँग त्यहीबाट अध्ययन सुरुवात गर्नुपर्छ। पहिला म सबै पाठ्यक्रमको पाठ्यपुस्तकहरू पाठ्य सामग्रीहरू जम्मा पार्छु अनि म पढ्न थाल्छु भनेर चाहिँ तपाईँले कहिले पनि अध्ययन सुरुवात गर्न सक्नुहुन्न। पाठ्य सामग्री सङ्कलन गरेर कहिले पनि सकिँदैन। त्यसैले गर्दा तपाईँको अगाडि जे छ त्यहीबाट तपाईँले अध्ययन सुरुवात गर्नुपर्छ। यो भयो नम्बर 3। अब लागौँ चौथो चरणतर्फ। लोकसेवा तयारीको चौथो चरण हो तयारीको रणनीति बनाउनुहोस्। तयारीको रणनीति भनेको अब तपाईँले पाठ्य सामग्री पनि जम्मा पार्नुभयो, पाठ्यक्रम पनि थाहा पाउनुभयो, कुन पदमा दरखास्त दिने भन्ने कुरा पनि थाहा पाउनुभयो। अब कसरी पढ्ने? महत्त्वपूर्ण कुरा यो हो। तपाईँ ट्युसन लिने सोचमा हुनुहुन्छ, साथीसँग ग्रुप बनाएर पढ्ने अथवा एकचोटि घरमा आफैले पढेर अध्ययन गर्ने, गुगलमा युट्युबहरूमा हेरेर आफैले घरमा अध्ययन गरेर पढ्ने कि लेख्दै पढ्दै गर्ने, नोट बनाएर पढ्ने कि नोट नबनाइकन किताबहरू मात्रै पढ्ने, रट्ने कि बुझेर पढ्ने, यावत कुराहरू विभिन्न विषयहरू हुन सक्छन्। आफ्नो रणनीति चुज गर्नुहोस्। तपाईँको आर्थिक भौगोलिक अवस्थाका आधारमा पढाइको रणनीति चुज गर्न सक्नुहुन्छ। जस्तो मानिलिनु तपाईँ सहरतिर हुनुहुन्छ, पैसा पनि खाँचो छैन भने कोचिङ सेन्टरहरूमा गएर एकचोटि पढ्न सक्नुहुन्छ। तर तपाईँ गाउँमा बस्नुहुन्छ, सहरमा गएर पढ्न सक्ने हैसियत छैन। अब सहरमा गएर ट्युसन पढ्नको लागि अथवा कोचिङ पढ्नको लागि कोठा खोज्नु पर्यो, लामो समय त्यहाँ बिताउनु पर्यो। फेरि यता तपाईँको गाउँमा कुनै काम हुनसक्छ, कुनै जब हुनसक्छ। त्यसैले आफ्नो परिस्थिति, आफ्नो भौगोलिक अवस्था, आफ्नो सामाजिक अवस्था, आर्थिक अवस्थाको आधारमा रणनीति बनाउनुपर्छ। पढ्ने भोक भएको मान्छेले जसरी पनि लोकसेवा आयोग पास गर्छ। लोकसेवा आयोग पास गर्नको लागि ट्युसनै पढ्नुपर्छ, कोचिङै पढ्नुपर्छ भन्ने चाहिँ छैन। आफ्नो अवस्था अनुसारको रणनीति बनाउनुहोस्। साथीहरूको ग्रुप बनाएर पढ्नुहोस्। पढ्दाखेरि सकेसम्म लेखेर पढ्ने, नोट बनाएर पढ्ने, बुझेको कुरा साथीहरूसँग सेयर गर्ने गर्नुभयो भने तयारी सहज हुन्छ। चौथो चरण। अब लागौँ 5औं चरणतर्फ। 5औं चरण हो लेखन अभ्यास गर्नुहोस्। तपाईँ संसारको सबैभन्दा विद्वान मान्छे भए पनि, संसारको सबै कुरा जानेको भए पनि जबसम्म तपाईँले लोकसेवा आयोगले दिएको खाली पानामा अक्षर बनाएर आफ्नो विद्वता, आफ्नो ज्ञान पोख्न सक्नुहुन्न, लेख्न सक्नुहुन्न, तबसम्म तपाईँ कहिले पनि लोकसेवा आयोग पास गर्न सक्नुहुन्न। त्यसैले सबै कुरा पढेँ मैले, सबै कुरा जाने भन्ने भ्रममा नपर्नुहोला। विशेष गरी विषयगत प्रश्न सोध्ने जुन पाठ्यक्रम हुन्छ त्यसमा तपाईँले पटक पटक लेखन अभ्यास गर्नुपर्छ। यी 5वटा चरण तपाईँले दरखास्त खुल्नुभन्दा अगाडि नै पुरा गरिसक्नुपर्छ है। किनभने युद्धको घोषणा भइसकेपछि हतियार खोज्न हिँड्ने मान्छेले कहिले पनि युद्ध जित्दैन। हतियार तयारी अवस्थामा हुनुपर्छ। त्यसैले फर्म खुल्नुभन्दा अगाडि नै आफूलाई निपुण रूपमा पर्फेक्ट बनाएर राख्नुपर्छ। 5औं चरण। अब लागौँ 6औं चरणतर्फ। 6औं चरण हो प्रतियोगितामा सहभागी हुनुहोस्। तपाईँले 1 चरणको अध्ययन पुरा गरिसकेपछि तपाईँ प्रतियोगितामा सहभागी हुनुहुन्छ। दरखास्त फारम भरिसकेपछि प्रथम चरणको जाँच दिनुहुन्छ, पास हुनुभयो भने दोस्रो चरणको परीक्षामा सामेल हुनुहुन्छ, लिखित परीक्षामा पास हुनुभयो भने अन्तर्वार्तामा सामेल हुनुहुन्छ र नियुक्ति हुनुहुन्छ। हुनु भएन भने पनि 7औं महत्त्वपूर्ण चरण हो परीक्षा सकिसकेपछि पूर्ण तयारीमा लाग्नुहोस्। के भ्रम नपाल्नुहोस् भने मेरो जाँच एकदमै राम्रो भएको छ, म यसै पालि पास हुन्छु। कहिल्यै पनि लोकसेवा आयोगको जाँचमा पक्का हुनुहुन्न। किनभने यो प्रतियोगिता हो। फर्स्ट डिभिजन ल्याउने, सेकेन्ड डिभिजन ल्याउने, डिस्टिङसन ल्याउने, A+ ल्याउने, A- ल्याउने अथवा A ल्याउने, B+ ल्याउने कुरा होइन। तपाईँ जतिसुकै जान्ने भए पनि तपाईँभन्दा अझ योग्य मान्छे लोकसेवा आयोगको प्रतियोगितामा सहभागी रहेछ भने तपाईँ परीक्षा पास गर्न सक्नुहुन्न। त्यसैले जहिले पनि परीक्षा सकिसकेपछि पूर्ण त्यसको तयारीमा लाग्नुपर्छ। पास हुनुभयो धेरै राम्रो, पास हुनु भएन भने तपाईको तयारीमा अझ निखारपना आउँछ। तपाईको ज्ञान चाहिँ निखारिँदै जान्छ। धेरै साथीहरू जाँच दिइसकेपछि अब मस्त अग्लो सिरियल लाएर सुत्ने भन्नुहुन्छ। 2-4 दिन सुत्नुस् केही छैन, तर त्यो रिजल्ट आइसकेपछि मात्रै पढ्छु के हुँदो रहेछ त्यसपछि हेरौँला भनेर बस्नु भयो भने तपाईको समय घर्किन्छ। तपाईले कहिले पनि लोकसेवा आयोग पास गर्न सक्नुहुन्न। त्यसैले यी 7 चरणहरूको ख्याल गर्नुभयो भने तपाईँ लोकसेवा आयोगको पूर्ण तरिकाले तयारी गर्न सक्नुहुन्छ। नम्बर 1 आफ्नो योग्यता क्षमता र लोकसेवा आयोगको टाइम टेबल थाहा पाउनुहोस्। नम्बर 2 पाठ्यक्रम सङ्कलन गर्नुहोस्। नम्बर 3 पाठ्य सामग्रीहरू सङ्कलन गर्नुहोस्। नम्बर 4 पढ्ने रणनीति बनाउनुहोस्। नम्बर 5 पटक पटक लेखन अभ्यास गर्नुहोस्। नम्बर 6 प्रतियोगितामा सहभागी हुनुहोस् र नम्बर 7 पुनः निरन्तर तयारीमा जुट्नुहोस्। यिनै 7वटा चरणहरूले नै तपाईलाई लोकसेवा आयोग पास गराउन सहयोग गर्छ। हुन्छ त आजको लागि यति।